सरकारमा त हामी जाँदैनौँ। अनि के भयो भने चाहिँ के हुन्छ नि, सरकारमा जाने भनेको त स्पष्ट बहुमत नहुँदाखेरि सरकारमा जाने हो अभ्यास छैन। अब स्पष्ट बहुमत झन्डै 2/3 नै छ उहाँहरूको, अनि त्यसमा चाहिँ उहाँहरूले फेरि अरू मान्छेले समेटिरहनुपर्छ भन्ने छैन उहाँहरूलाई। जस्तै पनि उहाँले 2/3 पुर्याउनका लागि हल्का साङपाङ पनि फकाइरहनु भएको छ। क्लिन होइन, क्लिन यस्तो छ, क्लिन बहुमत उहाँहरूले पाउनु भएको छ। अब एकलौटी सरकार उहाँहरूले गठन गरेर जानुपर्छ। तपाईँलाई हिजोको चाहिँ अहिलेको कार्की आयोगको प्रतिवेदन कस्तो लाग्यो? मैले पढ्न चाहिँ भ्याएको छुइनँ, त्यहाँ थुप्रै कुराहरू आएछन् होइन। मैले यसो अब यो तपाईँहरूकै सहायताबाट क्लिप्सहरू मैले आइराखेको छु। त्यो 1000 पेज समथिङको छ भन्ने छ होइन। 907 1000 होइन। त्यो प्रतिवेदनलाई गम्भीर रूपमा मलाई चाहिँ तपाईँको अलिकति तपाईँको ड्रेसको डिस्क्राइब गरिदिनु न। यो ड्रेस म त खासमा यस्तो त हुँदिनँ, आज मलाई एकदम अड लागिरहेछ। सधैँ म इन्फर्मल टाइपले होइन, चप्पलमा भेटिने मान्छे। अब फेरि यहाँ त्यसरी आउँदा चाहिँ अलिक यो मर्यादा हुन्छ नि, लोकतन्त्र एउटा के अरे व्यवस्थापिकाको एउटा संसदको एउटा गरिमा त्यो कुरालाई अपमान गर्न पनि मैले श्रमदान गर्दाखेरि नत्र भने म श्रमदानकै टी सर्टमा आउन सक्थेँ। तर यो चाहिँ जो लाइक अब यो पनि नेपाली दिस इज हाउ नेपाली कस्ट्युम लुक्स भन्ने देखाउनु छ मैले आज। तर अरू बेला सधैँभरि यसरी आइन्छ भन्ने छ। सदनका 92 प्रतिपक्षीय सांसदमा तपाईँलाई अलि बढी केन्द्रमा राखेर हेरिएको छ कि अलि बढी जनताको आवाज उठाउन सक्ने, योभन्दा अगाडि पनि उठाइरहने मान्छे भएर त्यो कुराले चाहिँ कतिको तपाईँलाई चुनौती भएको छ कि अब म सक्छु भन्ने भएको छ? जनताको आवाज सशक्त राख्न सक्ने माननीयमा प्रतिपक्षका 92 माननीयमा तपाईँलाई पनि हेरिएको छ। त्यसो भने म आई फिल लकी, एकदम भाग्यमानी सम्झन्छ आफूलाई। छोटो समयमा श्रम संस्कृति पार्टीलाई चार्जसिट दिएर राष्ट्रिय दल बनाउनु भएको छ जनताहरूले। कोशी प्रदेशबाट उदाएको श्रम संस्कृति पार्टी अहिले देशैभरि छाएको छ होइन। अब पहिलेदेखि स्थापना भएका पार्टीले राष्ट्रिय दल बन्न सकेनन्, तर तपाईँहरूले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उछिनेर राष्ट्रिय दल बन्न सक्नु भएको छ। कस्तो अनुभूति भइरहेछ यहाँलाई? यसमा पनि खासमा एक्साइटेड पनि छैन होइन, एक्साइटेड पनि छैन, ह्याप्पी पनि छैन। जस्ट के अरे अलि जिम्मेवारी बढेको महसुस भएको छ, त्यति मात्रै।